हेलो साथीहरू के छ हालखबर तपाईहरु सबैजनाको यो तपाईहरुको आफ्नै च्यानल एमसीक्यू स्टेसनमा मैले तपाईहरुलाई पुनः स्वागत गरे। आजको यो भिडियोमा चाहिँ हामी सामान्य ज्ञान शीर्षकबाट मिक्स सेटमा चाहिँ 25 वटा क्वेशन एन्सरहरु प्र्याक्टिस गर्नेछौं। तपाईहरुले आफ्नो पढाइलाई सेकेन्ड पेपरको साथसाथमा फर्स्ट पेपरलाई पनि एकदम ध्यान दिँदै अगाडि बढाउनु होला। सामान्य ज्ञान चाहिँ आजैदेखि प्र्याक्टिस गर्दै जानु होला। दिनकै कतिवटा सकिन्छ पढ्दै जानु होला साथीहरु। पछि तपाईहरुले एक्जामको बेलामा रिभिजन गर्नको लागि एकदम सजिलो हुन्छ र याद पनि तपाईहरुले एकदमै छिटो हुन्छ। त्यही भएर आजैदेखि पढ्नु होला भन्दै आजको यो भिडियोलाई चाहिँ सुरु गरौँ है त साथीहरु। क्वेशन नम्बर 1 बाट क्वेशन नम्बर 1 मा रहेको छ मरुभूमि नभएको एकमात्र अरब राष्ट्र कुन हो? मरुभूमि नभएको एकमात्र अरब राष्ट्र कुन हो? अप्सनहरु रहेका छन् ओमन, लेबनन, साउदी अरब, कुवेत। यसको सही आन्सर रहेको छ लेबनान। लेबनानमा चाहिँ मरुभूमि छैन है साथीहरु। क्वेशन नम्बर 2 मा नेपाल सरकारले कहिलेदेखि अंग्रेजी भाषा समेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो? नेपाल सरकारले कहिलेदेखि अंग्रेजी भाषा समेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो? अप्सनहरु रहेका छन् विक्रम सम्वत 2066 मंसिर 1 गते, मंसिर 2 गते, मंसिर 3 गते, मंसिर 4 गते। यसको सही आन्सर रहेको छ विक्रम सम्वत 2066 मंसिर 1 गते। क्वेशन नम्बर 3 मा रहेको छ विश्वकै ठूलो नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो? विश्वकै ठूलो नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो? अप्सनहरु रहेको छन् सन् 1901, सन् 1902, सन् 1903, सन् 1904। यसको सही आन्सर रहेको छ सन् 1901 देखि सुरु गरिएको हो। क्वेशन नम्बर 4 मा रहेको छ नेपालमा पहिलो पत्रकारिता दिवस कहिले मनाएको हो? नेपालमा पहिलो पत्रकारिता दिवस कहिले मनाएको हो? अप्सनहरु रहेका छन् 2073 वैशाख 22 गते, 2073 वैशाख 23 गते, 2073 वैशाख 24 गते, 2073 वैशाख 25 गते। यसको सही आन्सर रहेको छ विक्रम सम्वत 2073 वैशाख 24 गते मनाएको। क्वेशन नम्बर 5 विक्रम सम्वत 2078 को जनगणना अनुसार नेपालमा कति जात जाति र भाषाभाषी रहेका छन्? विक्रम सम्वत 2078 को जनगणना अनुसार नेपालमा कति जात जाति र भाषाभाषी रहेका छन्? अप्सनहरु रहेका छन् 123 भाषा र 142 जात जाति, 124 भाषा र 141 जात जाति, 123 भाषा र 142 जात जाति, 124 भाषा र 142 जात जाति। यसको सही आन्सर रहेको छ 124 भाषा र 142 जात जाति रहेका छन् है साथीहरु। क्वेशन नम्बर 6 राउटे जातिले बोल्ने भाषाले के भनिन्छ? राउटे जातिले बोल्ने भाषालाई के भनिन्छ? अप्सनहरु रहेका छन् किन्नौरी, खाम्ची, नेवारी, तामाङ। यसको सही आन्सर रहेको छ खाम्ची। खाम्ची भनिन्छ है साथीहरु। क्वेशन नम्बर 7 UNWTO को पूरा रूप के हो? UNWTO को पूरा रूप के हो? अप्सनहरु रहेका छन् युनाइटेड नेशन्स वर्ल्ड ट्रेड अर्गनाइजेसन, युनाइटेड नेशन्स वर्ल्ड टुरिज्म अर्गनाइजेसन, युनाइटेड नेशन्स वाटर एन्ड टुरिज्म अर्गनाइजेसन, युनिभर्सल नेशनल वर्ल्ड टुरिज्म अर्गनाइजेसन। यसको सही आन्सर रहेको छ युनाइटेड नेशन्स वर्ल्ड टुरिज्म अर्गनाइजेसन। क्वेशन नम्बर 8 मा रहेको छ UNWTO को प्रधान कार्यालय कहाँ रहेको छ? UNWTO को प्रधान कार्यालय कहाँ रहेको छ? अप्सनहरु रहेका छन् पेरिस, फ्रान्स, मैड्रिड, स्पेन, न्युयोर्क, अमेरिका, जेनेभा, स्विट्जरल्यान्ड। यसको सही आन्सर रहेको छ मैड्रिड, स्पेन। क्वेशन नम्बर 9 मा रहेको छ मिगाको पूरा रूप के हो? मिगाको पूरा रूप के हो? अप्सनहरु रहेका छन् मल्टिनेशनल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सी, मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एग्रिमेन्ट, मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सी, मल्टी इन्भेस्टमेन्ट ग्यारेन्टी एसोसिएसन। यसको सही आन्सर रहेको छ मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सी। क्वेशन नम्बर 10 मा रहेको छ साप्टको पूरा रूप के हो?
साफ्टको पूरा रूप के हो? अप्सनहरू रहेका छन् साउथ एसियन फ्री ट्रेड एग्रिमेन्ट, साउथ एसियन फ्री ट्रेड एरिया, साउथ एसियन फेडरेसन अफ ट्रेड एग्रिमेन्ट, साउथ एसियन फेडरेसन ट्रेड एरिया। यसको सही आन्सर रहेको छ साउथ एसियन फेडरेसन अफ ट्रेड एग्रिमेन्ट। क्वेसन नम्बर 11 रहेको छ साफ्टालाई अनुमोदन गर्ने पहिलो राष्ट्र कुन हो? साफ्टालाई अनुमोदन गर्ने पहिलो राष्ट्र कुन हो? अप्सनहरू रहेका छन् पाकिस्तान, भारत, नेपाल, बांग्लादेश। यसको सही आन्सर रहेको छ बांग्लादेश। क्वेसन नम्बर 12 नेपालको स्थानीय तहको नयाँ विभाजन अनुसार क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो महानगरपालिका कुन हो? नेपालको स्थानीय तहको नयाँ विभाजन अनुसार क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो महानगरपालिका कुन हो? अप्सनहरू रहेका छन् काठमाडौँ महानगरपालिका, भक्तपुर महानगरपालिका, पोखरा महानगरपालिका, ललितपुर महानगरपालिका। यसको सही आन्सर रहेको छ पोखरा नगरपालिका। क्वेसन नम्बर 13 शुक्लाफाँट राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको थियो? शुक्लाफाँट राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको थियो? अप्सनहरू रहेका छन् विक्रम सम्वत 2030, विक्रम सम्वत 2031, विक्रम सम्वत 2032, विक्रम सम्वत 2033। यसको सही आन्सर रहेको छ विक्रम सम्वत 2031। क्वेसन नम्बर 14 नेपालले सर्वप्रथम विप सम्झौता गरेको राष्ट्र कुन हो? नेपालले सर्वप्रथम विप सम्झौता गरेको राष्ट्र कुन हो? अप्सनहरू रहेका छन् अमेरिका, भारत, फ्रान्स, जर्मनी। यसको सही आन्सर रहेको छ फ्रान्स। क्वेसन नम्बर 15 मानव मुटुको तौल कति हुन्छ? मानव मुटुको तौल कति हुन्छ? अप्सनहरू रहेका छन् 100 देखि 150 ग्राम, 200 देखि 250 ग्राम, 250 देखि 350 ग्राम, 300 देखि 400 ग्राम। यसको सही आन्सर रहेको छ 250 देखि 350 ग्राम। क्वेसन नम्बर 16 मा रहेको छ देहायको मध्ये कुन यौगिक रासायनिक मल हो? देहायको मध्ये कुन यौगिक रासायनिक मल हो? अप्सनहरू रहेका छन् युरिया मल, कम्पोस्ट मल, गोबर खाद मल, हरियो मल। यसको सही आन्सर रहेको छ युरिया मल। क्वेसन नम्बर 17 नेपालमा जनसङ्ख्याको आधारमा सबैभन्दा सानो महानगरपालिका कुन हो? नेपालमा जनसङ्ख्याको आधारमा सबैभन्दा सानो महानगरपालिका कुन हो? अप्सनहरू रहेका छन् पोखरा महानगरपालिका, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, विराटनगर महानगरपालिका। यसको सही आन्सर रहेको छ विराटनगर महानगरपालिका। क्वेसन नम्बर 18 मा बढी ब्याज कमाउने मुद्रालाई के भनिन्छ? बढी ब्याज कमाउने मुद्रालाई के भनिन्छ? अप्सनहरू रहेका छन् हार्ड मनी, इन्ट्रेस्ट मनी, हट मनी, स्क्यारी मनी। यसको राइट आन्सर रहेको छ हट मनी। क्वेसन नम्बर 19 मा रहेको छ नेपालमा राष्ट्रिय योग दिवस कहिलेदेखि मनाउन थालिएको हो? नेपालमा राष्ट्रिय योग दिवस कहिलेदेखि मनाउन थालेको हो? अप्सनहरू रहेका छन् विक्रम सम्वत 2072 माघ 1 गते, माघ 2 गते, माघ 3 गते, माघ 4 गते। यसको सही आन्सर रहेको छ विक्रम सम्वत 2072 को माघ 2 गतेदेखि मनाउन थालेको। क्वेसन नम्बर 20 मा काठमाडौँबाट सबैभन्दा नजिकमा रहेको राजधानी कुन हो? काठमाडौँबाट सबैभन्दा नजिकमा रहेको राजधानी कुन हो? अप्सनहरू रहेका छन् कोलम्बो, नयाँ दिल्ली, थिम्पू, ढाका। यसको सही आन्सर रहेको छ थिम्पू। क्वेसन नम्बर 21 मा रहेको छ राष्ट्रिय जनगणना 2078 अनुसार तराईमा कति प्रतिशत जनसङ्ख्या रहेको छ? राष्ट्रिय जनगणना 2078 अनुसार तराईमा कति प्रतिशत जनसङ्ख्या रहेको छ? अप्सनहरू रहेका छन् 53.62%, 53.61%, 53.60%, 53.59%। यसको सही आन्सर रहेको छ 53.61%। क्वेसन नम्बर 22 मा सन् 2024 को नोबेल शान्ति पुरस्कार कसले प्राप्त गरेका थिए?
सन् 2024को नोबेल शान्ति पुरस्कार कसले प्राप्त गरेको थिए? अप्सनहरू रहेका छन् इकान, निहुन हिदानाक्यो, नाक्रिस मोहम्मदी, अन्तर्राष्ट्रिय रेड क्रस समिति। यसको सही आन्सर रहेको छ निहुन हिदानाक्यो। क्वेसन नम्बर 23, पानी मुनिको देश भनेर कुन देशलाई चिनिन्छ? पानी मुनिको देश भनेर कुन देशलाई चिनिन्छ? अप्सनहरू रहेका छन् जापान, भुटान, हल्यान्ड, मालदिभ्स। यसको सही आन्सर रहेको छ हल्यान्ड। क्वेसन नम्बर 24, महात्मा गान्धीको हत्या कसले गरेका थिए? महात्मा गान्धीको हत्या कसले गरेका थिए? अप्सनहरू रहेका छन् सुभाष चन्द्र बोस, नथुराम गोडसे, भगत सिंह, विनायक दामोदर। यसको सही आन्सर रहेको छ नथुराम गोडसे। क्वेसन नम्बर 25, कुन चरा रुखमा कहिल्यै बस्दैन? कुन चरा रुखमा कहिल्यै बस्दैन? अप्सनहरू रहेका छन् भङ्गेरा, हमिङबर्ड, टिटोनी, कोइली। यसको सही आन्सर रहेको छ टिटोनी। थ्याङ्क यू सो मच फर वाचिङ।